भाइ पाथिभरा माताको दर्शन गर्न जाँदै हुनुहुन्छ भने यो कुरा सुन्न नछुटाउनुहोला। यो देखिएको थान कान्छी पाथिभरा माताको हो। माथिल्लो फेदीको सुरुमै अवस्थित यी कान्छी पाथिभरा माता माथिल्लो ठुलो पाथिभरा माताकी कान्छी बहिनी हुन्। माथिल्लो पाथिभराको दर्शन गर्नु जाँदाखेरि हजुरले कान्छी पाथिभरा मातामा आशीर्वाद मागेर जानुहोला। त्यसै गरेर हजुरले माथिल्लो पाथिभरा अर्थात् दिदी पाथिभरालाई पूजा गरेर फर्किसक्नु भइसकेपछि कान्छी पाथिभरा मातामा आएर आफ्नो घरसम्म पुग्ने अनुमति माग्नुहोस् र हाम्रो सम्पूर्ण भाकलहरू यसपछि मात्रै पूर्ण हुन्छ भन्ने मान्यता रहेको छ। यसै गरेर परेवाहरू चढाउन लानुभएको छ भने यसै स्थानमा चढाइन्छ। भाइ पाथिभरा माताको दर्शन गर्न जाँदै हुनुहुन्छ भने यो कुरा सुन्न नछुटाउनुहोला। यो देखिएको थान कान्छी पाथिभरा माताको हो। माथिल्लो फेदीको सुरुमै अवस्थित यी कान्छी पाथिभरा माता माथिल्लो ठुलो पाथिभरा माताकी कान्छी बहिनी हुन्। माथिल्लो पाथिभराको दर्शन गर्नु जाँदाखेरि हजुरले कान्छी पाथिभरा मातामा आशीर्वाद मागेर जानुहोला। त्यसै गरेर हजुरले माथिल्लो पाथिभरा अर्थात् दिदी पाथिभरालाई पूजा गरेर फर्किसक्नु भइसकेपछि कान्छी पाथिभरा मातामा आएर आफ्नो घरसम्म पुग्ने अनुमति माग्नुहोस् र हाम्रो सम्पूर्ण भाकलहरू यसपछि मात्रै पूर्ण हुन्छ भन्ने मान्यता रहेको छ। यसै गरेर परेवाहरू चढाउन लानुभएको छ भने यसै स्थानमा चढाइन्छ।